हेलो गाइज, म चाहिँ तपाईँहरूको प्यारो भाइ विकेश लामा। आजको ब्लग चाहिँ रहेको छ हाम्रो जोन एन्ड दि लोकल्सको कन्सर्ट पर्पल हेजमा रहेको छ। पर्खिरहेछु भन्ने गीतको नयाँ सङको प्रिमियर पनि रहेको छ। त्यसको लागि चाहिँ म एकदमै चिटिक्क बनेर जान खोजिरहेको थिएँ। अनि मैले सोचेँ कि कपालमा त कलर हान्नै पर्छ, त्यही भएर चाहिँ मैले व्हाइट सिल्भर कलर चाहिँ मैले हान्ने विचार गरेको थिएँ। अनि म चाहिँ लागेँ बिहान बिहान कपाल कलर हान्नको लागि निस्केँ। अनि अब रिजल्ट कस्तो आउँछ कपालको पहिला त्यो हेरौँ, अनि त्यसपछि हामी भेट्नेछौँ जोन एन्ड दि लोकल्सको टिम मेम्बरलाई। अनि म लागेँ अब कपाल कलर हान्दै थिएँ। फर्स्ट सेसनमा मेरो टाउको पुरै रापले एकदमै पोल्यो है। मलाई सबसे हार्डेस्ट पार्ट चाहिँ कपालमा यो ब्लिच हान्दाखेरि सबसे दुख्ने पार्ट रहेछ है गाइज। सो बी केयरफुल यसको लागि। अनि त्यसपछि दिदी दुईजना सिस्टरले चाहिँ भट्टाभट लगाउन थाले। मैले भने दिदी एकदम हिरो बनाइदिनुहोस् है मलाई भनेर भने दिदीहरूले टक 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 लगाएर कलर लायो। त्यसपछि फाइनल लुक हेर्नु होला। ओहो, म त संसारकै ह्यान्डसम जस्तो देखेछ भनेर म चाहिँ खुसी भएको थिएँ। तर अलि दिदीहरूले माथि माथि कलर चाहिँ बिगारिदिनु भएछ। अनि मलाई एकदिन त चित्त दुखी पनि रहेको थियो है, किनभने ओहो मैले सोचेको कलर अलिकति भएन भनेर। तर पछि यसो हेर्दै घरमा आएर हेर्दा त सबैले राम्रो देखेछ भन्यो। त्यसपछि म खुसी हुँदै गदगद हुँदै त्यसपछि फेरि एक टच लिएँ। टक्क लाएर चस्मा लाएर हिरो जस्तो बनेर आहा टक्क लुक्स दिएको त पछाडिपट्टि सिस्टरले हेरिराख्नु भएको रहेछ, लजाउनु भयो। त्यसपछि म हिरो फिल गरेर म निस्केँ। अनि त्यसपछि टक्क लाएर आँचलहरू भेट्ने कुरा भयो दोस्तहरू। अनि हिरोलाई त चिनिहाल्नुहुन्छ। त्यसपछि हामी भेटघाट भयो सबैजना साथीहरू। अनि साथीहरू भेट भएपछि चाहिँ कन्सर्टको डिस्कस गरेँ। आहा आज चाहिँ जोन दाईलाई भेट्नुपर्छ भनेर है खुसी भएँ। अब चाहिँ केही खाउँ भनेर हामीलाई भोक लाग्यो। ल हिरो आइपुग्यो, टक्क इन्ट्री। त्यसपछि सबैले वाटर फ्रेस लेमनको जुस ल्याम्म खायो। त्यसपछि हामी गयो, कन्सर्ट सुरु भयो, स्टार्ट। वी आर एक्साइटिङ एन्ड अब हेर्नु। कन्सर्ट सिक्थ्यो। त्यसपछि हामी जोन दाई कतिखेर आउँछ भनेर पर्खिरहेको थियौँ। जोन दाई ठ्याक्क आउनुभयो। अब के भन्नुहुन्छ दाईको मुखबाट सुनौँ है। हामी दुईलाई देखेर दाई फर्स्ट त सक हुनुभयो। त्यसपछि मेरो प्यारो केयर भाइ पनि आइपुग्यो है। अनि हामी सबैजना फेरि अब अर्को मेम्बरलाई वेट गरिरहेको थियौँ। अब स्टिभ दाई अनि छग्गु दाई अनि हाम्रो मनुमान दाईहरूको वेटिङमा बसिरहेको थियो है। कतिखेर आउँछ ल गाइज खिचौँ भनेर रेडी भइरहेको थियो। गाइज यो चाहिँ मेरो सेकेन्ड टाइम हो है। अब दाईको एक्सप्रेसन हेरौँ है। त्यसपछि म चाहिँ गएँ जोन दाईबाट मेरो बाँसुरीमा अटोग्राफ त लिनै पर्यो है। अनि यो चाहिँ मेरो सेकेन्ड टाइम भेट थियो, एकदमै रमाइलो भयो। अनि उहाँले साइन हान्नुभयो। त्यसपछि मैले सोचेँ वाइ नट अरू ब्यान्ड मेम्बरको पनि साइन नलिउँ भनेर मैले सबैजनासँग गएर साइन लिएँ। त्यसपछि त छैन रहेछ हाम्रो छग्गु दाई। छग्गु दाईलाई पनि भेट्ने धेरै रहर थियो। पहिलाको पालि पनि फर्स्ट भेटमा पनि छग्गु दाई भेट्नु भएन, उहाँ चाहिँ सोसिदिने बित्तिकै निस्किनु भएछ। यसपालि पनि त्यस्तै गर्नु भएछ है। मलाई सबै कमेन्ट सेक्सनमा मेरो भ्युवरहरूले चाहिँ छग्गु दाईसँग भेट्नुपर्ने नि, फोटो खिच्नुपर्ने नि भन्नुहुन्थ्यो। तर यसपालि चाहिँ भेटै भएन गाइज, सो सरी फर द्याट। अनि त्यसपछि मनुमान दाईको पनि त साइन त लिनै पर्यो होइन त गाइज। मनुमान दाईले पनि साइन टक्क
टक्क लाएर गर्नुभयो होइन। म भोलि पछिपल्ट अर्को पार्टमा हाल्नेछु, दाईहरूले साइन गर्नुभएको सबै फोटो खिचेर हाल्नेछु है त गाइज। अनि त्यसपछि दाईले साइन गर्नुभयो, दाईको साइन चाहिँ खडा रहेछ है। म एकदमै एन्ड पहिला चाहिँ मैले टेम्पोररी मार्करले गरेको भएर चाहिँ मेरो साइनै खुलित भएछ। त्यसपछि चाहिँ स्टिभ दाईलाई पनि दाई साइन गर्नु पर्यो भनेर मैले भनिदिएँ। त्यसपछि हाम्रो स्टिभ दाईले पनि साइन गरिदिनु भयो गाइज। एन्ड जसपर दाईको पालो, उहाँको नलिने त कुरै भएन। त्यसपछि दाईको पनि साइन लिए। सबैजना एकदमै हम्बल हुनुहुन्छ गाइज, जो पनि भेट्नुहुन्छ एकदमै खुसी हुनुहुन्छ है। एकदमै राम्रो ट्यालेन्टेड आर्टिस्ट, सबैजना एकभन्दा एक कम छैन है। एकदमै राम्रो आर्टिस्टहरू छ, त्यो त पक्कै तपाईँहरूले पनि देख्नै भएको होला गाइज। कसैले पनि जोन एन्ड दी लोकल्सको कन्सर्ट चाहिँ छुट्याउनु हुन्न है त, एकदम राम्रो छ। एन्ड मेरो पर्फर्मेन्स त नहेरी चित्तै बुझ्दैन होइन र। त्यसपछि मैले टक्क लाएर बजाएँ, म मरे पनि एकदमै चलेको सङ हाम्रो लेजेन्डरी सिङ्गर स्वप्निल दाईको है त। त्यसपछि चाहिँ मेरो पर्फर्मेन्स सिद्धियो अनि टक्क लाएर हामी डिस्कस गरेँ। सबैजनाले एकदम राम्रो भन्नुभयो। सबैजना बौद्धबाट मात्र किन ट्यालेन्ट आर्टिस्ट निस्किन्छ भनेर भन्नुभयो है। एन्ड वी आर एकदमै ह्याप्पी। आँचल दोष पनि यता रहेको छ। त्यसपछि आँचल दोषले पनि टक्क लाएर सबैको साइन लियो। वी आर एकदम ह्याप्पी गाइज, वी आर एक्साइटेड एकदम। आँचल दोष पनि मेरो एकदम प्यारो दोष हो, भर्खरै रिसेन्टली हामी फ्रेन्डसिप भएको है। अब आज ठ्याक्कै हाम्रो फ्रेन्डसिप भएको पनि लगभग पनि 5-6 दिन। मेरो प्यारो आँचल दोष चाहिँ एकदम बेस्ट कन्टेन्ट क्रिएटर नै हो है। त्यो चाहिँ मैले पनि भनेको होइन कि हाम्रो खुद जोन दाई एन्ड स्वप्निल दाईले पनि भन्नुभएको। मेरो लागि त टप नै हो नेपालको गाई, सबैले चिन्नु नै हुन्छ होला। सबैले बधाई दिनुभयो हाम्रो आँचल दोषलाई। केयर भाइले पनि एकदमै बधाई दियो। कन्टेन्ट बनाइदिरहेको चिन्नु भयो नि दुईजनालाई। उसको त मैले पहिला नै युट्युबमा क्या बच्चा हुँदाको उसको ठुलो देन छ हाम्रो ब्यान्ड भन्दा एन्ड सबैकोबाट हामीले सिग्नेचर साइन पाएपछि चाहिँ अब चाहिँ हामी घर लाग्नु पर्ला है दाई भनेर सबैबाट हामीले बिदा मागे। एन्ड थ्याङ्क यू सो मच मेरो प्यारो दाईहरूलाई, एकदमै हम्बल हुनुहुन्छ गाइज। सबैजनाले एकदमै राम्रो भनिदिनु भयो। एन्ड होप गाइज नेक्स्ट ब्लग विल बी कमिङ सुन।